हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो यो न्यू भिडियोमा। अनि म चाहिँ धेरै पछि चाहिँ फेरि यो भिडियो बनाउँदै छु। आजको भिडियो चाहिँ के सम्बन्धी छ भन्दाखेरि चाहिँ यो धागो देखेर पनि अलिअलि गेस गर्नुभयो होला। म चाहिँ आज युट्युबमा हेर्दै स्वेटर बुन्ने कोसिस गर्छु। अनि यो धागो चाहिँ यो ग्रीन कलरको मलाई एकदमै मन पर्छ नि त। अनि यो ल्याएको छु आज। यो तर धागो एकदमै धेरै महँगो के, आम्मामा 700 रुपियाँ अरे यो चारवटालाई। यो गोटा गोटा किन्दा चाहिँ 180 रुपियाँ गोटा पर्छ अरे। अनि यो प्याकेटै किन्दा चाहिँ 700 रुपियाँ गोटा। अनि मैले यहाँ एउटा कुरुस पनि किनेर ल्याएको छु। कस्तो गर्मी भयो। कुरुस पनि ल्याएको छु। कुरुस चाहिँ कति 3.0 mm को ल्याएको छु। पहिलाको पनि मेरो चाहिँ थियो, तर यो अलिक ठुलो भयो क्या। 3.75 mm को थियो पहिलाको चाहिँ, अलिक ठुलो थियो। अनि यो अलिक सानो ल्याएको। अनि अरू एक्स्ट्रा धागोहरू पनि ल्याएर आएको छु। मलाई चाहिँ साथीहरू कहाँदेखि चाहिँ आज भोलि चाहिँ मलाई क्या स्वेटर बुन्ने जाँगर चलिरहेछ। अनि यहाँनिर चाहिँ यो अरूहरू हो क्या। म अलिअलि केहरू त्यस्तो अल्छी लाग्दा बुनिबस्छु नि त। अनि स्वेटरहरू चाहिँ बुनेको छुइनँ। अनि त्यही भएर आज चाहिँ म युट्युबमा हेर्दै सिक्दैछु। अब कति दिनमा मैले बुनिसक्ने हो मलाई थाहा छैन। अब ल साथीहरू, अब चाहिँ बुन्नु थालौँ है त। साथीहरू, अब चाहिँ म यो भिडियो हेरेर सुरु गर्छु है त। मैले यहाँ धागो र कुरुस ल्याएर तयारी भइसकेँ। अब म हेर्दै सिक्छु। मैले चाहिँ यहाँनिर कतिवटा चेन बनाउनु पर्छ, कसरी बनाउँछ भनेर चाहिँ यहाँ टिपिराखेको छु। टिपिसकेँ मतलब अब म चाहिँ यहाँ टिपेको अनुसारले चाहिँ अब म सुरु गर्छु है त। सुरु गर्नुभन्दा अगाडि यसो भन्नु पर्यो नि, हे भगवान् जसरी भए पनि यो स्वेटर बुनेर पुरा होस्। अनि राम्रो बुनेर बुन्दै एकदमै राम्रो हुनु भनेर सुरुमा भन्नु पर्यो होइन। हे भगवान् राम्रो होस् है। ल अब म पनि सुरु गर्छु है त। यसलाई यसरी खोलेर यसको मुख कहाँ रहेछ? यता रहेछ। अब हामीले चाहिँ पहिला 35वटा चेन बनाउनु पर्छ अरे। अनि म चाहिँ 35वटा चेन बनाउँदैछु है त। मलाई यो चेनहरू बनाउनु चाहिँ आउँछ नि त। अनि त्यही भएर अलि सजिलो चाहिँ हुन्छ कि भनेको। 1 2 3 4 5 6 35 36 35वटा भयो। तर यहाँनिर एउटा बढी बनाउनु पर्छ अरे क्या। अनि केही भयो यस्तो मैले बुझेँ त्यहाँनिर हेरेर। अनि हामीले यस्तो गरेर चाहिँ अब यसलाई फर्काउनु पर्ने रहेछ क्या। तर मलाई आज कस्तो अप्ठ्यारो भइरहेछ हौ। नयाँ कुरुस भएर हो कि के भएर। यस्तो गरेर हामीले फर्काएर अब यता पर यसको यतासम्म पुर्याउनु पर्छ अरे नि त। अब म चाहिँ फर्काउँछु। साथीहरू, मैले चाहिँ यति बुनेर सकेँ। यो बुन्नु चाहिँ मैले यस्तो देखेको थिइनँ क्या, गाह्रो रहेछ। अब यस्तो बुन्ने होइन, यो अब पछाडिदेखि तान्ने रहेछ। खोइ कहाँ देखिँदैन रहेछ। अगाडिदेखि यसरी तान्नु पर्ने रहेछ। यस्तो गर्नुपर्ने रहेछ क्या। रिङ्गटा त नि झुई चल्ने रहेछ नि त नि यस्तो बुन्दाखेरि त। अनि यस्तो यो चाहिँ के अरे, हातको बाउला बुन्दैछु म चाहिँ। कस्तो मेरो त बाङ्गे पो भयो कि क्या हो। सुगा त तन्काउँदा मात्रै सिधा हुन्छ त। बाङ्गे भयो जस्तो छ है। गाह्रो रहेछ। त्यसै कार्डिगनको स्वेटरहरू महँगो भएको होइन रहेछ क्या। मलाई यति बुन्दाखेरि नै थाहा भइसक्यो महँगो त्यसै परेको होइन रहेछ भनेर। ल साथीहरू, अब म चाहिँ फेरि बुन्नतिर लाग्छु है त।
साथीहरु म चाहिँ अब यता पुगिसके हैन यस्तो गरे अनि यो तल यो चाहिँ यस्तोको भाग हो हैन यो चाहिँ बुनिसकेर अनि अब यो कति 3वटा कि 4वटा लाइन पो तान्यौ अनि त्यो तानेर अनि अब यो दुई यो 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 सबैबाट दुईवटा तान्नु पर्ने रे क्या डोरी दुई मतलब के भन्छौ दुई चोटी यस्तो गरेर एक ठाउँदेखि दुई चोटी निकाल्नु पर्ने क्या यसरी यो एक भयो नि फेरि यो एक भयो हैन अनि अब फेरि त्यहीदेखि नै एकचोटी यसरी दुई तान्नु पर्ने रे अनि मेरो चाहिँ रिङ्गटा चलिसक्यो टाउको दुखिसक्यो यस्तो हेर्दा 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 उता पनि हेर्दै यता पनि हेर्दै गर्नुपर्ने कि अनि यो दुईपट्टिले त अनि मेरो आँखा त यो चस्मा लगाएपछि फेरि कस्तो अनुहार चिलाउँछ भने अनि यस्तो गरेर यस्तो धन्न यहाँ भिडियोमा चाहिँ एकदम राम्रो गरी सिकाउनु भएको रहेछ त्यही भएर मैले यतिको जानेको नत्र त के जान्नु रे अनि आज म यो दिउँसोभरिमा हातको बौला मात्रै सक्छु होला क्या सायद मलाई त्यस्तो लागिरहेछ 4-5 दिन जति लाग्छ होला मलाई 4-5 दिनमा त कहाँ सक्छौ 1 हप्ता जतिमा चाहिँ सक्छु होला जस्ट तर म यस्तो क्या अब दिनमा कति आज कति बुन्छु त्यति नै भिडियो हाल्छु अनि एकैचोटि हाल्दिनँ एक दिनमा सिकेको एउटा भिडियो अनि अर्को दिनमा बुनेको अर्को भिडियो त्यसरी हाल्छु क्या अब म आज कति हो अब यो हातको बौला मात्रै सक्छु होला जहाँसम्म मलाई लागिरहेछ त्यति नै बुन्नु सक्छु होला जस्तो लागिरहेछ त्योभन्दा धेरै बुन्यो भने एकदम राम्रो अब त्यो पनि कनि यो दुईटा बुनेर यता तल चाहिँ त्यो 35वटा चेन थियो नि त अनि यहाँ माथि चाहिँ 35मा अब दुईवटा निकालेपछि 70वटा हुनुपर्छ अरे क्या अनि मेरो चाहिँ हुन्छ कि हुँदैन है त हेर्दै जाउँ है ओहो कस्तो अल्छी लागेको यस्तो मान्छेले त स्वेटर बुन्दैन हो त्यो पनि मलाई पुरुष पनि मजाले चलाउन आउँदैन क्या अलि चलाउनु चाहिँ चलाउँछु म तर कस्तो बोधो तरिकाले मात्रै क्या कतिवटा पस्यो मलाई त्यो अरूहरू जस्तो छिटो चलाउनै आउँदैन कान्छी लाग्यो त कानको जाली झन्डै फुटाइदियो यो पुरुषले त आया एकैचोटि छिराएछु के कस्तो कान्छी लाग्यो यतिखेर झन्डै फुटाइदियो जाली कान यो पुरुषले चाहिँ मलाई अलिक अप्ठ्यारो भएको जस्तो लाग्यो अनि मेरो पुरानो पुरुष नै चलाइदिएको क्या मैले चाहिँ यो पुरानो पुरुषले चाहिँ बरु अलि मजाले तान्ने रहेछ सानो भयो जस्तो लाग्यो त्यो अनि यस्तो गर्ने नहोला जस्तो छ यस्तो पाराले गरी खाइँदैन जस्तो छ मलाई पनि त्यो अरूहरूले क्या कस्तो मजाले भिडियोहरू बनाएर हाल्छन् नि त सिकाउँछन् त त्यस्तो म पनि शिक्षक हुनु यस्तो के बुन्नु सिकाउने भिडियो बनाउँ भनेको ल कहाँ के भयो के मिस्टेक पो भयो नहोला जस्तो छ मेरो नहोला जस्तो छ मलाई चाहिँ तर मेन कुरा चाहिँ एउटा स्ट्यान्ड चाहिएको रहेछ क्या फोन अडाउनुको लागि कस्तो बिजोग गरी मैले यहाँ फोन अडाएर यहाँ मेरो टाउको नै आधी मात्रै देखिराखेको छ होला त्यस्तो भइरहेछ कसैले मलाई गिफ्ट दिए त कति राम्रो हुन्थ्यो होला क्या यस्तो अनि म यस्तो गरेर मजाले भिडियो बनाउँथेँ नि त ल साथीहरू म एकछिनै यो बुनेर यता परपट्टि यता पुर्याउँछु अनि त्यसपछि कुरा गरौँ है त साथीहरू मैले चाहिँ यति बुनिसकेँ होइन अब चाहिँ मलाई यस्तो निन्द्रा लागिराखेको छ नि अनि यो ब्याकग्राउन्डको म्युजिक सुन्दै हुनुहुन्छ अनि मेरो फेभरेट पूर्ण राई मेरो फेभरेट हो नि त अनि म गीत सुन्दै गर्दै अब मलाई चाहिँ झ्याप्पोसँगले निन्द्रा लाग्यो मलाई चाहिँ निन्द्रा लागिसक्यो अनि म चाहिँ एकछिन सुत्छु अनि त्यसपछि फेरि कन्टिन्यू गर्छु है त यति सके अब यहाँदेखि माथि गर्नु छ
अब म एकछिन सुतेपछि अनि भेटौँ है, बाई बाई। साथीहरू म चाहिँ कत्रो बेर सुतेछु कि, अघि नै सुतेको होइन, झन्डै 1 घन्टा जति सुतेछु। फ्यान पनि अन गर्नु बिर्सेछु अनि त्यतिकै सुतेछु। गर्मीले पसिना पसिना भएर उठिरहेको छु। अनि अब मैले झन्डै मजाले बुनेको भए त यो माथि पुऱ्याइसक्थेँ होला, तर अब यहाँ सुतेँ अनि त्यही भएर अब म बिस्तारै अब चाहिँ म के अरे नसुती यताउता नअल्मली अब चाहिँ म मजाले बुन्नु थाल्छु है त। म अब एकैचोटि तपाईँहरूलाई म यो भरे बुनिसकेपछि मात्रै देखाउँछु। मेरो चाहिँ बानी साह्रै नराम्रो छ क्या, दिउँसो एकछिन भए पनि नसुती चाहिँ हुँदैन। टाउको दुखेर मरिहाल्छु नि त। अनि त्यही भएर म चाहिँ एकछिन सुत्छु। त्यो मेरो पहिलादेखिको बानी हो क्या, यो चाहिँ फेरि बानी भन्नु कि अब के भन्नु, त्यस्तै होला हो, त्यस्तै भइरहेछ है त। हाम्रोतिर चाहिँ फेरि गर्मी भएर नि यस्तो गर्मी हुन्छ, दिउँसो त बाहिर निस्किनु कहीँ जानु पनि सकिँदैन क्या। के कस्तो जोडिएको छ कि कस्तो छ। अनि ल अब म चाहिँ एकछिन अलि धेरै बुन्छु अनि त्यसपछि भिडियो बनाउँछु है। ल साथीहरू अब चाहिँ मैले स्वेटर चाहिँ अघि बिहानदेखि नै बुनेको हो नि त, अनि अहिलेसम्म बुने। अनि अब चाहिँ मेरो सुत्ने टाइम पनि भइसक्यो, 9 बजिसकेछ नि त। अनि त्यही भएर अब मेरो सुत्ने टाइम पनि भइसक्यो। अनि मैले अघि यो कति 12 होइन 10:30 थालेको होला। अनि दिउँसोभरिमा त मैले निकै नै बुनिसकेँ। अनि अब आजलाई यति नै बुन्छु। अनि त्यसपछि भन्दा पनि अब मैले आज दिउँसोभरिमा कति बुने भनेर त तपाईँहरूले देखाउनु पर्यो नि त। यति धेरै मेहनत गरेको छु नि त मैले आज दिउँसो, यति धेरै बुने। अनि ड्याङ दिउँसोभरिमा यति क्या, ठक्कै एउटा आधीको के अरे हात यसरी छिराइन्छ नि। अनि यति अझै के भएको नि। अनि फेरि बिचमा चाहिँ मलाई केमा कन्फ्युज भयो भने नि, यो मजाले बुन्दै थिएँ अनि यो भाग चाहिँ मेरो के भएर ठुलो भयो क्या। यो त अनि यत्रो ठुलो, यो अब यो यहाँ जोइन गर्दा त अनि यो त यत्रो ठुलो हुन्छ त, यत्रो ठुलो हात हुन्छ त। मेरो त 2टा हात अट्ने रहेछ क्या। अनि कि यस्तै हुन्छ हौ यो के अरे यो स्वेटरहरूको, यो के अरे यो कार्डिगनको स्वेटरहरू बुन्दाखेरि यस्तै हुन्छ कि बौला। मैले फर्स्ट टाइम बुनेको अनि त्यो म चाहिँ अब यो बिगार्नु कि फेरि थप्दै जानु कि भनेर कन्फ्युज। अनि होस् अब हुन्छ, भिडियोतिर पनि यस्तै गरेको छ, यत्रै भयो होला। म बुन्छु भन्छु, फेरि भरे यसरी नाप्छु, यत्तिकै हुँदैन हौ यत्रो ठुलो त। यत्रो ठुलो चाहिँ कसरी हुन्छ त, अनि यत्रो ठुलो चाहिँ हुँदैन हौ भन्छु। अब त्यसो भन्दा आज दिउँसोभरिमा मैले यति मात्रै बुने है त साथीहरू। अनि तपाईँहरूले देख्नुभयो होला म कति धेरै मेहनती छु भनेर, यो भिडियो हेर्दै देखिसक्नुभयो होला। अनि अब यो त के अरे के जस्तो भयो, यता मात्रै ठिक होला जस्तो छ। यो त यसो त्यो पनि टोपी पनि पो हुँदैन रहेछ त, यसो गर्ने बेला जस्तो मात्रै भएछ। अब म चाहिँ के अरे अघि बिहान मैले के भनेको थिएँ सुरुमा, आज चाहिँ दिउँसोभरिमा चाहिँ म 2टा हातको बौला चाहिँ सक्छु होला भनेको थिएँ नि त। यस्तो पाराले त म 1 महिनामा पनि एउटा स्वेटर बुनिसक्दिनँ रहेछु क्या। अब यस्तै होला। अनि आजको भिडियो चाहिँ यति नै। अनि यदि तपाईँहरूलाई भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि नबिर्सिकन सब्सक्राइब पनि गरिदिनु होला है त। म चाहिँ भर्खर भिडियोहरू बनाउँदैछु, अनि त्यही भएर मलाई सपोर्ट गरिदिनु होला है। आजलाई भिडियो यति नै, बाई बाई, गुड नाइट।